अर्गानिक मेलामा आएका छौँ। मेरो साथी यहाँ फोटो खिच्दै छिन्। एकजना यहाँ फोटो खिच्दै, एकजना यहाँ पुरा पोजमा बस्दै है। कस्तो राम्रो फुल। हामी अलि अगाडि आएछौँ है। मेला चाहिँ 2 बजेबाट लाग्ने रहेछ हैन? फुल टोखामा आज यहाँ मेला लाग्दैछ हरेक शनिबार। स्वागत छ तपाईहरुलाई तारा साम्बाङ ब्लगमा। भर्खर सुरु हुँदैछ। साथीहरु फोटो खिच्दै छन्। खिच मजाले। आन्टीहरु पनि बेच्न राखेको रहेछ। मेला सुरु हुँदैछ। अहिले कति बज्यो? 2 बजेबाट सुरु हुने 1:30। टोखाको मेला हेर्न आएको। हप्ताको एकपटक लाग्छ हैन यहाँ? कहाँ जाने? यहाँ भित्र के हेर्नु यो भित्र? उता चाहिँ गएर आऊ न। अहिले जाउँला न त्यता त। लाऊ। भर्खर सुरु हुँदैछ मेला। सबै यो अर्ग्यानिक मेला। उसलाई चाहिँ फुलकै देखाउँदैछ। फुल कस्तो हो ल? आऊ। चिउरा कुर्दै। यो ताइचुन चिउरा हो? कसरी यो? मानाको 120। ताइचुन चिउरा बनाउँदै लिन पाइने रहेछ। श्वेता अहिले एकछिनमा खाउला। मसो हेरेँ कि ठाडो राम्रो हुँदैन कि। ग्राउन्ड थाहा थिएन? ए बाहरू बसिरहनु भएको रहेछ चौतारामा। सबैजना गफ गरेर। पहिलेको टोखा र अहिलेको टोखामा धेरै फरक। हामी तल कति धेरै फोटो खिचेका थियौँ नि है श्वेता? यहाँ तल गएर हो नि यिनीहरू जिग्रीहरू के। ल स्वागतम अरे।
के हो टिकट काट्नुपर्ने है क्या यहाँनिर त हो क्या र टिकट काट्नुपर्ने हो कति हो एकजनाको 20 रुपियाँ कहिलेदेखि हौ पहिले त थिएन त टिकट थिएन पहिले हामी आउँदा थिएन अब अहिले चाहिँ रहेछ नि के छ खोइ यहाँ टिकट काटेर छिर्नलाई के घुम्दै सल्लाहको रुख त छ नि है पहिले त थिएन त हौ ल 3 जनालाई ल्याऊ चेन्ज मसँग नि छैन 3 जना अलि राम्ररी हेर है बिमला ओ बिमला बल्ल बल्ल पुगो ठिकै छ पहिले त लिँदैन थियो अनि खोइ के छ र टिकट काटेर त्यसै है 20 रुपियाँ टिकट पहिले त थिएन नि हौ कहिले त आफू पनि देखिनु पर्यो नि है ल यस्तो छौँ है हामी चाहिँ यहाँ 3 जना हिँड्दैछौँ टोखा घुम्न आएको एउटाले उहाँ मुख बटार्दैछ बिमलाले टोखा हेर्न आएको हामी टोखा हो नि फोटो खिच्दैछ है यहाँ एउटा तल बसेर एउटा त्यहाँ उभिएर है ए कम्मरमा दिल जित्यो मायाले पहिल्यै नम्बरमा साथीहरू पुरा हात धुँदैछ ल फोटो खिच्ने हुँदाखेरि सल्लाहको फोटो लागिदियो भने त हातभरि देखाउ त टोखाको बजारमा इन्ट्री प्रवेश गर्दैछौँ अर्गानिक मेलामा अघि त आइएको थियो तर अघि मेला सुरु भएकै थिएन एकछिन तलतिर गएर घुमेर आयौँ सल्लाहघारीतिर अहिले चाहिँ टोखाको मेला सुरु भएछ अर्गानिक मेला बसेर खाने ठाउँ रहेछ है केटाकेटीको मेलामा सब अर्गानिक छ्याङ रहेछ छ्याङ खाने छ्याङ छ्याङ मेला शनिबारको दिन 2 बजेबाट लाग्ने रहेछ सुरु हुँदैछ
कति यसको अर्ग्यानिक अर्ग्यानिक सब अर्ग्यानिक होइन त सोधा सबै अर्ग्यानिक ल यहाँ चिउरा अर्ग्यानिक यो मरी यो मरी नि रहेछ बारा छ्याङ अहिले स्कुलमा बसेर हामीले यसरी बसेर खाएर जानुपर्छ होला कहाँ बसौँ ए मासतिर हेरौँ न स्कुलमा बसौँ न त्यहाँ बसेर खाने स्कुलमा बस्ने हेर स्कुलमा अगाडि छ नि हेरेर आउन त अनि आएर खाउँला नभए मेला मान्छे यसै आउँदो रहेछ है भर्खर सुरु भयो र यो पहिले हाँडी गाउँमा थियो है टोखाको मेला यहीँ बसेर खाइदिउँ न त भाइहरूकैमा के भाइहरूको उहाँहरूलाई यहीँ बसेर खाइदिउँ है यहाँ बसौँ आजको हाम्रो खानेकुरा टोखाको होइन बजार मेला शनिबारको मेलामा हामी आज आएर टिकटक होइन भिडियो चाहिँ भिडियो मात्रै बनाएर खाएको हामी सबै नेवारी खानेकुरा खाँदैछौँ आज पहिलोचोटि आएको टोकामा फेरि पनि आउँछौँ किँदै हामी मेला भएर